हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई आकाश अफिसियल नेपाल युट्युब च्यानल मार्फत तपाईँहरूको माझमा मैले आज लिएर आएको छु छोटो मिठो धादिङ जिल्ला बेनीघाट प्रोडाङ गाउँपालिका वार्ड नम्बर 2 स्थित टाल्टी खोलामा रहेको वंशी सिमेन्टको फ्याक्ट्री चाइनाबाट बनाएको र यहाँ वंशी सिमेन्टको फ्याक्ट्री अनि कसरी चाहिँ सिमेन्ट बन्छ त हामी यसको अवलोकन गर्नको लागि आइपुगेका छौँ र आज तपाईहरुलाई धेरै लामो समय पछाडि एउटा छोटो भिडियो लिएर आएको छु र यसको लागि चाहिँ यहाँको स्थानीयहरु के भन्नुहुन्छ त लागम के छ यहाँको अवस्था कस्तो छ धादिङ जिल्ला बेनीघाट प्रोडाङ 2 ताल्दी पर्छ सिमेन्ट फ्याक्ट्री छ अनि त्यस्तै छ के गर्नु अनि यहाँ सिमेन्ट फ्याक्ट्री खोलेको चाहिँ कति वर्ष जति भयो यहाँ सिमेन्ट फ्याक्ट्री खोले चाहिँ लगभग 5 साल त्यति भयो 5 साल जस्तो राम्रो अहिले राम्रो भइरहेछ यता गाउँलाई रोजगारी पाइरहेछ गरेले पहिला चाहिँ पुरै खोलै खोला थियो बगरा थियो हैन पुरा इरा खोलै खोला थियो अहिले जता हेरे पनि यतातिर फ्याक्ट्रीहरु मस्त चलिराखेको छ निकै रमाइलो देखिरहेछ हैन ल ठिकै छ खुसी लाग्यो समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद तपाईहरुलाई पनि यो ठाउँमा घुम्न आउन रहर हुनुहुन्छ भने तपाईहरु सिधै आउन सक्नुहुन्छ मलेखु बजारबाट लगभग 13 किलोमिटरको माथि खोलै खोला आउनुभयो भने ठ्याक्कै यहाँ चाइना कम्पनीबाट बनेको वंशी सिमेन्टको फ्याक्ट्रीसम्म आइपुग्न सक्नुहुनेछ धन्यवाद तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र च्यानलमा नयाँ आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकनमा थिचेर अल नोटिफिकेसनमा क्लिक गरेर हामीसँग जोडिनु होला ताकि मैले ल्याउने भिडियोहरु सबैभन्दा पहिला तपाईहरु माझमा